अनि तपाईँलाई एउटा कुरा छ नि च्याकट सर, अब जस्तै यत्रो फिल्डमा तपाईँ आफै कुदिरहनुहुन्छ होइन, कुद्दाखेरि चाहिँ अब तपाईँको राइडरहरूलाई अब राइडरहरूले जति बाहिर अलिकता जुन तरिकाले हिँडे पनि तर भित्री रहस्य राइडरको के रहेछ कस्तो रहेछ जस्तो तपाईँलाई कस्तो फिलिङ आउँछ? झट्ट राइडर परिरहँदा त्यो केसमा तपाईँ झट्टै पुग्नुहुन्छ नि त। आर्थिक अवस्थादेखि राइडरको अवस्थादेखि तपाईँ हरेक कुरामा तपाईँ अब भित्रै छिरेर त्यसको मनभित्रै छिरेर छ नि, त्यो कुराहरू बुझ्दाखेरि चाहिँ तपाईँलाई कस्तो लाग्छ हौ? कस्तो मतलब केमा? हरेक आन्तरिक कुराहरूमा अब राइडरको अब सबै राइडर एउटै त हुँदैनन् होइन, कोही अब टाइम पासको लागि पनि गरिरहेको हुन्छन् होइन। हो त्यस्तोमा चाहिँ अब जस्तै अहिलेको यो राइडरको तपाईँले एउटा उद्धार गर्नुभयो होइन, उद्धार गर्दाखेरि चाहिँ तपाईँलाई चाहिँ झट्ट राइडर के कस्तो लाग्यो चाहिँ? राइडर बाध्यताले काम गरेको हो कि रहरले काम गरेको हो जस्तो लाग्यो? अब उसँग यो कामभन्दा बाहेकको अर्को उही छैन क्या, उसको छोरी छ ऊ छ होइन, योभन्दा उसको बाइक देख्नुभयो नि कुन अवस्थाको बाइक छ तपाईँले देखिहाल्नुभयो होइन। अब यो सबै कुराहरू मैले त्यसरी त सोच्दिनँ होइन, म सुरुमा त्यतिसम्म गहिराएर त सोच्दिनँ म। बस अलिकति उसँग ऊ काम गऱ्यो नि रेस्टुरेन्ट होटल, त्योभन्दा बाइक त काम गरेर पाउँदैन उसले। अनि राइड सेयरिङ बेस्ट अप्सन भनेर उसले गरेको हो क्या, गरेको त बाध्यताले नि गरेको हो, र अर्को त पुरै आउँदैन। त्यही हो उसले गरेको। मान्छे जे भए पनि पहिला जस्तो भए पनि अहिले चाहिँ मलाई ठिकै लाग्यो, यो मान्छे त्यस्तो लागेन। अब म सबैलाई फेरि राम्रै देख्छु, समस्या त्यो छ, समस्या त्यो हो फेरि। अब उसलाई चिन्ता भइरहेको थियो, उसलाई मलाई उल्टे चिन्ता लागिरहेको थियो क्या, उसँग दिनभरि बसिरहेको क्या म। अब मैले कल गरेर एटलिस्ट जे भए पनि कल गरेँ मैले, तपाईँलाई बोलाएँ 5000 उसको समस्या हुन्छ खासमा थियो, मैले उ गर्नुपर्ने थिएन। तर एटलिस्ट मलाई गाह्रो भइरहेको थियो क्या त्यो समयमा, त्यहाँनिर मलाई गाह्रो हुनु भने आज जे भयो नि अहिले म पनि ठन्डा भयो, ऊ पनि ठन्डा भयो, खुसी थियो, राम्रो लाग्यो। अनि कोही मान्छे नआइदिएको भए राइडर र उसको दुवैको झगडा हुने क्या। राइडर त्यो प्यासेन्जर पक्षको मान्छेले त पैसा खर्च गर्न मान्दैनन्, अभियसली मान्दैनन् क्या, कसले दिन्छ? राइडरलाई पेलाउने थियो, त्यो अवस्थामा त बर्बादै हुनेवाला थियो। अनि बल्ल त दुवै पक्षको कुराकानी गरेर मिलाएर बल्ल 5000सम्म पुर्याएको हुँ क्या मैले। जे होस् एक्सिडेन्ट भइसकेपछि पार्टनर आएर बुझ्नुपर्ने ठाउँमा चाहिँ होइन, हामी एउटा राइडर, हामी राइडर भाटामा हामी आफै चाहिँ खुद पुग्यौँ होइन त। अब त्यो त पार्टनर त अहिले पनि फोनमै छ, फोन गर्छ, ल अहिलेको लागि के हो कसो हो तपाईँहरू सबै गर्दै गर्नु, इन्सुरेन्स क्लेम गर्नुपर्छ, यो गर्नुपर्छ त्यो गर्नुपर्छ भनेर एउटा इन्फर्मेसन मात्र राइडरलाई दिन्छ होइन त। कुरो त त्यही त हो, अरू केही छैन, देखिएन। मैले त पार्टनरको विषयमा त केही बोल्दिनँ होइन। किन बोल्दिनँ भन्दाखेरि मेरो भिडियो हेर्न सकिन्छ, अहिलेसम्म यत्र भिडियो बनाइसकेँ मैले। पार्टनर कम्पनीलाई त म विश्वास गर्दिनँ। अब पार्टनर कम्पनीलाई अब केही भन्नु पनि भन्दिनँ म, राम्रो नराम्रो केही पनि भन्दिनँ। मलाई राम्रो लाग्छ सहयोग गर्न, साथ दिन होइन। अब म जान्छु, त्यही हो, त्यही भन्नु पऱ्यो। अर्को के भनौँ, अरूलाई किन दोष दिउँ क्या खालि, त्यही भएर मैले छोडिसकेँ दोष दिन अब सबैले। अब समस्या पर्दाखेरि उहाँलाई त थाहा पनि थिएन होइन, डाइरेक्ट उहाँको साथीले एक्सिडेन्ट हुने बित्तिकै कल आइहाल्यो क्या मलाई। अनि कल आउने बित्तिकै म पनि निस्किहालेँ, थाहा छैन को के किन कोस थाहा छैन। निस्किसकेपछि अनि उहाँ त मलाई चिन्नुहुन्न, इन्सुरेन्सको मान्छे सोचिरहेको, कम्पनी इन्सुरेन्सको मान्छे। अनि मैले भने सर यस्तो यस्तो, अनि त्यसपछि उहाँले कल गर्नुभएको छ उहाँको साथीलाई, या उहाँको साथीले उहाँलाई कल गर्नुभएको मलाई थाहा भएन। अनि उहाँले भन्नुभयो मैले साथीलाई भनेको थिएँ, साथीले तपाईँलाई भन्नुभएको रहेछ भनेर भन्नुभयो क्या। जे जसरी भए पनि कल चाहिँ आयो नि त नि, अनि उद्धार पनि भयो उहाँको। बस म त्यही ओके ओके, त्यति हो हामीलाई चाहिने नै, त्यति हो। अब कोही कम्पनी कोही कस्तो, मलाई त्यसमा सरकारी भए
बस चिया कट चिया पिएर जाउँ त चिया अघि भर्खर खाएको सर एक यहाँ एक चिया हानेरै जाउँ नि त अब